अब तपाईँहरूसँग यो किताब छ ए पछि पनि तपाईँहरूले यो किताबलाई अलिकति अभ्यास गरिदिनुहोस् है। यो बुद्ध हो, बुद्धको अभ्यास। बुद्ध त हामी सबैको हो नि, ना थेरावेदनको, ना महायानको, ना वज्रयानको, हाम्रो सबैको मेमे चाहिँ यो हो। शाक्यमुनि बुद्ध ठुलो मेमे। अनि मेमेलाई भुलेका काकाहरू मात्रै सम्झेर काम लाग्दैन है खासै। भोलि यहाँ के छ पहिले सरल गमन र बोधिसित अनि 4 ब्रह्म विहार है। त्यहाँदेखि चाहिँ आफ्नो अगाडि बुद्धलाई कसरी भावना गर्ने भन्ने आउँछ। बुद्धलाई कसरी हामीले भिजुलाइज गर्ने, कल्पना गर्ने होइन आफ्नो अगाडि। त्यो सम्झिसकेपछि अनि बुद्धसँग संलग्न भएर पुण्य सञ्चय कसरी गर्ने, हेला विप भन्छौँ नि हामी। सप्तमी पूजा हामी झम्झ्यो पर्छौँ, सुरुमा त्यो आउँछ नि। यहाँ शब्द अलग हो, अर्थ त त्यही हो नि। त्यो सम्झिसकेपछि हामी जस्तो यो पन्ना नम्बर 12 देखि हेर्नुहोस् न। सबभन्दा पहिले 4 लाइन चाहिँ के हो, यो डोक चढाउने हो बुद्धलाई। हामी यो पढ्दाखेरि उठेर त ढोक्दैन नि, तर मुखले पढ्ने भयो, शरीर बस्ने भयो, ढोक्ने भावना गर्ने हो नि। छाकछालले निप्पा है त्यो भक्तुजी चाहिँ छाकछालो भन्छ नि। त्यो भक्तुजी महाकरुणामय बुद्धलाई हामी डोक चढाउँ। फेरि यो 4 लाइन पढ्दाखेरि डोक चढाउनेको भावना गर्नु पर्यो है। अब तपाईँहरू त छुरी केडा मेलम पढ्ने एकदम राम्रो भइसकेको रहेछ, अर्थ पनि बुझ्नु भएको रहेछ। तर हामी डोक चाहिँ राम्रो चलाउनुहोस् है, एकदम शुद्ध शरीर। यो त भावना गर्ने हो, उठेर ढोक्ने होइन। तर हामी गुम्बामा जाँदा, गुरु दर्शन गर्दा, तीर्थस्थलहरूमा जाँदा हामी डोक चढाउँछौँ नि। त्यो एकदम राम्रो भएर 2टा खुट्टा यसो जोडेर सिधा उठेर हामी यसो पहिले शिरमा, दोस्रो घाँटीमा, तीसरा मुटुमा, अनि 2टा हात केला, 2टा गोडा, 4 निन्दा। यो 5 हाम्रो शरीरको यो 5 भाग चाहिँ भुइँमा जोड्ने हो। त्यसो मुनि क्याङछाक कुङछाक भन्ने 2टा छन् होइन। छोटो कुम्च्याएर ढोक्ने, पुरै शरीर तानेर ढोक्ने, तन्काएर। यो एकदमै इम्पोर्टेन्ट है। हामी यसो गरेर झाडोमा चाहिँ कम्पले हात कपिल जस्तो गर्नु हुँदैन, पुरै यसरी लानुपर्छ ढोक। यो शिरमा हात जोड्दाखेरि मैले अनादिकालदेखि अहिलेसम्म शरीरले गरेको पाप काटोस् र मलाई बुद्धको इन्लाइटेन्ड बोडी भन्छौँ नि, बुद्ध त प्राप्त गरिसकेको प्रज्ञाको काया प्राप्त होस् भनेर यहाँ राख्ने हो। अनि घाँटीमा जोड्दाखेरि मैले नराम्रो वचन बोलेको पापहरू सबै शोधन होस्, मलाई पनि बुद्ध वचन प्राप्त होस् भनेर यहाँ घाँटीमा गर्ने हो। तीसरा मुटुमा राख्दाखेरि अहिलेसम्म मैले यो जीवनमा मात्रै नभएको अनादिकालदेखि नराम्रो सोच विचार बोकेर मनले गरेको पाप सबै शोधन होस् र बुद्धको प्रज्ञा सङ्गीकी हिसी प्राप्त होस् भनेर यहाँ राख्ने। अनि जब 2टा हात केला, 2टा घोडा निन्दा भुइँमा जोड्छौँ, त्यति बेला हाम्रो मनमा भएको 5 क्लेश, म्योमुबङ्ग, रिस, लोभ, अविद्या, राग, घमण्ड सबै शोधन भएर, प्युरिफाई भएर, अनि बुद्धको 5 प्रज्ञा छ नि सङ्गीकी हिसीमा, त्यो प्राप्त हो भनेर जोड्ने हो। अनि फेरि उठ्दाखेरि पाप आवरणहरू घटेर पहिलोभन्दा पनि जिउ हल्को हो भनेर उठेर यसरी जोड्ने हो है। त्यो पनि त्यो बिचको 2टा आँगमा चाहिँ अलिकति खोलेको जस्तो, अनि यो बिचमा अलिकति खाली, किन यसो गर्दाखेरि त्यति राम्रो लक मिलेन कि यसो गर्दाखेरि
यो हातमा एउटा मानिरत्न प्रेसियस ज्यू बोकेको छ चढाउनुको निम्ति तिरिरत्न हो। त्यो हिसाबले छक गर्ने है। अब यो बुद्ध सम्झिसकेपछि पहिला छक आउँछ, यो सप्तमी पूजा पुण्य सञ्चय गर्नेको विधि, यो पन्ना नम्बर 12 को। अनि यो 13 को पहिला 2 लाइन चाहिँ पूजा चलाउने। अब पूजा धेरै हुन्छ, त्यहाँ सजाएको हुन्छ प्रत्यक्ष रूपमा, जोडबे छेपा भन्छ, प्रत्यक्ष रूपमा सजाएको। यी टुलबे छेपा भन्छ, मनले कल्पना गरेर चढाउने कि त्यहाँ सजाएको छैन तर मनले चढाउने हो। मुसु जोडबे छेपा, यी टुलबे छेपा, मेलामतोकी छेपा भन्छ, त्यो मनले सम्झेर पनि चढाउनु मिल्छ। किन बुद्धलाई त धेरै राख्दा खुसी हो कि कम्ती राख्दा होइन नि, हाम्रो आफ्नो पुण्य सञ्चयको निम्ति त्यहाँ राख्ने हो नि। हामीले बिहान पानी चढाएको हुन्छ, बेलुका बुद्धले सबै पानी खाइसकेर त्यो भाँडोहरू खाली बनाएको हुँदैन नि। त्यो त हाम्रो आफ्नो पुण्य सञ्चय गर्नेको विधि हो नि, हाम्रो आफ्नो साधनपूर्वक। अनि यसमा के छ, हात सेन कोसुम गेचो रौँचे टेक्टिन सम्झ्यो बिदिनु हिजो अलि छिटो भयो। आफू र अरू सबैको कोसुम भन्छ नि, शरीर मन वचन हामीले गरेको पुण्य सञ्चय गरेको पुण्य अनि लोङ्चे धन सम्पत्ति सबै बुद्धले चढाए भन्ने भावना गर्ने हो। अब यो सबै भन्दाखेरि फेरि भोलि के खाने त खाजा सबै त मिलेनै हातमा त्यसो होइन, मनले चढाउने हो। त्यहाँ उठाएरै लगेर फ्याँक्नु पर्दैन नि हो। त्यसरी चाहिँ शरीर वचन मन हामीले सञ्चय गरेको पुण्य र लुई लोङ्चे शरीर होइन धन सम्पत्ति सबै चढायो भन्ने पूजा। अनि 13 नम्बरकै मुनिको 2 लाइन चाहिँ धिप्पस्याप्पा पाप शोधन गर्ने क्षमायाचना थोक्ने नेसा itu mami peningni juga aku सोचा अनादिकालदेखि अहिलेसम्म मैले के पाप गरेँ, त्यसै गरेर मैले लिएको सिलहरूमा के त्रुटि भयो। टुङ्गो भने चाहिँ सिल लिएर सहीसँग पालना नगरे, धिप्पा भने त पाप सबैले गर्छ हो। त्यो हृदयदेखि म एकदम पश्चातापको साथ म शोधन गर्छु मैले गरेको पाप काटोस् भन्ने थियो। अनि पन्ना नम्बर 14 मा गएर त्यो थप्दा सोसाइटीको केवल विष्णु साला चाहिँ सुनिरहनु भने चाहिँ अरूले के राम्रो गरेको सुन्दा अथवा देख्दा कहिलेकाहीँ हाम्रो मन बिग्रेर हामीले डाह गर्छौँ कि ल मैले चाहिँ गर्नु नसकेको उसले चाहिँ कसरी यो गरेको नि, यसलाई त के हाल्नुपर्छ है, अब बिगारिदिनुपर्छ भन्छ नि, त्यो सोच्नु भएन। सबै पूर्वजन्मको आमाहरू हो, उनीहरूले मैले राम्रो गरिदिनु पर्नेमा मैले के नगर्दै उनीहरू आफैले राम्रो गरेको त एकदम खुसीको कुरा हो। योभन्दा पनि राम्रो गर्नु सकोस् भन्ने सोच बनाउनु पर्यो कि सम्बोधन भन्छौँ नि। आर्यहरू र साधारण व्यक्तिहरू जसले पुण्य कमाउँछ, जसले राम्रो काम गर्छ, त्यो प्रति खुसी हुन्छु, सम्बोधन गर्छु त्यसलाई, त्यसको विरोधमा म जान्दैन भन्ने हिसाब है। यो सबै हाम्रो मनमा भएको पापको दबाई हो। जस्तो ढोक चढायो भने घमण्ड गर्छ भनेको, अनि पूजा चढायो भनेदेखि हाम्रो कन्फ्युसी हुन्छ नि, आउनु नसक्ने ल्याउनु नसक्ने पूजा चढाउनु नसक्ने गरिब दुखीले के पनि गर्नु नसक्ने, अब जति भए पनि पुगेन भने थाप्छौँ नि हामी हो। त्यसको दबाई चाहिँ पूजाहरू हो, धाम दिने पूजा हो। अनि यो सक्पा पाप शोधन त अब हामीमा भएको पाप काट्ने हो नि। अनि यो झाको दबाई हो, यो जुन अरूले राम्रो गरेको देख्दा आफूले खुसी भने हामी एकदम झा गर्छौँ। अनि 14 नम्बरमा त्यो जुन धर्म देशना गरिदिनु भनेर बुद्धलाई जुन हामी अनुरोध गर्छौँ, छोइको कोरो
धर्म प्रवचन गर्यो। यो चाहिँ अविद्याको दबाई हो। हाम्रो मनमा अविद्या इग्नोरेन्स हुन्छ नि। बुद्धले धार्मिक प्रवचन गर्ने पनि हामी बुझ्ने हो नि, नबुझ्ने भन्दा हामी बुझ्ने हुन्छौँ नि। त्यस कारणले अविद्याको एन्टिडोट नेपालीमा एन्टिडोटले के भन्छ? एन्टिडोट नकारात्मक चिजलाई मेटाउनेलाई के भन्छ? दबाई जप्दिन्छ। अनि यो 15 नम्बर पहिले 4 लाइन चाहिँ यसले हाम्रो आयु वर्ष बुद्धहरूलाई, बोधिसत्वहरूलाई, महान गुरुहरूलाई तपाईँ बितेर नजानु, यो संसारमा बसिदिनु, प्राणीको हितको निम्ति, बुद्ध धर्मको सेवाको निम्ति तपाईँ महापरिनिर्वाण गइहाल्यो भनेदेखि अवतार चाहिँ अटुट आइराख्नु भन्ने चाहिँ यसरी त्यो गरेकोले हाम्रो आफ्नो पनि आयु बढिन्छ। अनि अन्तिममा चाहिँ मोह 15 नम्बरको अन्तिमको 4 लाइन चाहिँ मोह ताकि विसुम सापेके सुची खाजोको सुचिदेव ताउ सुचिदेवको कमको प्रशो हो। यो सप्तङ्गी पूजा गरिसकेपछि अनि बुद्धलाई के अनुरोध गरेको छ भने जस्तो 16 र 17 मा चाहिँ यो संसारमा त्रिरत्नको जे जति पनि अहिले हामीले सुन्ने, हेर्ने, दर्शन गर्ने जे जति छ यो सबै बुद्ध तपाईको कृपा हो, तपाईको करुणाले गर्दाखेरि तपाईको धर्म परम्परा यो संसारमा हामीले युटिलाइज गर्नु पाएको छ। त्यसकारणले जबसम्म म बुद्धता प्राप्त हुँदैन तपाईले मलाई चाहिँ महाकरुणाबाट हेरिदिनु पर्यो, संरक्षण गरिदिनु पर्यो, मलाई आशीर्वाद दिनु पर्यो भन्ने हिसाबले अनुरोध गर्यो। अनि त्यहाँदेखि 18औं नम्बरमा पहिले ढोक चढाउने, पूजा चढाउने, शरण गमन गर्ने, अनि त्यहाँदेखि बुद्धको मन्त्र जप्ने। माथि बुद्धमा राखेर अगाडि सम्झिसकेको छ नि, हुम्सी गरिसकेको छ नि, हामी भिजुलाइज गरिसकेको छ, त्यसलाई हृदयदेखि शारदापूर्वक सम्झेर अनि जप्ने। यो त एकदमै इम्पोर्टेन्ट छ। यो हामी बुद्धले सम्झिँदै नसम्झिने, बुद्धको मन्त्रै नजान्ने, म यो परम्परा त्यो परम्परा सबै बुद्धको कृपा हो नि, योलाई त सम्झिनु पर्यो नि हामी। अनि अन्तिममा यहाँ मन्त्र जपे अनि बुद्धको शरीरबाट विभिन्न ज्योति प्रकार भएर आएर म लगायत सम्पूर्ण प्राणीलाई छुयो। त्यो चाहिँ झिलाबाट आदिष्ट त्यो बुद्धको शरीरबाट प्रकार भएर आएको ज्योतिले म लगायत सम्पूर्ण प्राणीमा छुँदाखेरि म लगायत सम्पूर्ण प्राणीको पाप, आवरण, गरा, दशा, दुख, बिमार सबै मेटायो, शोधन भयो, चोखायो र हामी सबै महायानको मार्गमा छिर्यो, मार्गमा हिँड्यो। मार्ग भन्दाखेरि यो खुट्टाले टेक्ने बाटो चाहिँ होइन है, यो भन्दाखेरि के त्यसको जे जति पनि गुणहरू छन्, सिद्धिहरू छन्, त्यो मनमा प्राप्त हो भन्ने कुरा हो। अनि अब त्यहाँ ध्यान गर्नु मन लाग्यो भनेदेखि बुद्धको फोटो ठुलो होइन, यो लगभग 4-5 इन्चीको आफ्नो अगाडि 1.5-2 मिटरको डिस्टेन्समा यो फोटो त्यहाँ टाँसेर अनि शरीरको बुद्ध विरोचनको बसाइ छ, नामनाम दिन भने त्यस्तो बसेर अनि सबै संसारिक काम कुराहरू एकछिनलाई बिर्सेर मन राख्नु पर्यो। बुद्धको उहाँको रङ रूप कस्तो छ त्यो सम्झेर एकछिनमा मन त यताउता फेरि भागिहाल्छ। जब हामी फेरि आफूले थाहा पाउँछ नि, ल म त बुद्धको ध्यान गर्छु भनेको को विश्वमा पो पुगेछ भनेपछि फर्काएर ल्याउनु पर्यो। फेरि कहाँ पुगे खाने टाइम हुँदाखेरि त बुद्ध सम्झिने टाइम हो भनेर फेरि त्यो फोटोमा जस्तो छ त्यो सम्झिनु पर्यो। त्यसरी 15-20 मिनटदेखि
सुरुमा चाहिँ लामो समय नगर बनेको हुन्छ यो निर्देशिकाहरूको किन सुरुमै धेरै गयो भने अनि एक दुई चरण अभ्यास गरे वक्क भए यो नलाग्ने काम नलाग्ने चिजहरू छोडिदिउँ भन्छ नि पहिले 10 मिनट अनि 15 मिनट अनि 20 मिनट अनि बिस्तारै बिस्तारै जब बानी हुन्छ बानी गएपछि जुनै चिजलाई पनि सजिलो लाग्छ सुरुमा जुनै चिज पनि गाह्रो लाग्छ भने Komna lawan minjul begitu di kangnya gue mai saja pendidari sikera nasib nicis sikdai janda sajulu naw nicis bestu puni bisa ini saya nabat अब सिक्नु नसक्ने गर्नु नसक्ने चिज त बुद्ध र महान गुरुहरूले हामीले कहाँ गर्न सक्छौँ हामीले दुःख दिनु निम्ति होइन नि बुद्ध र महान गुरुहरूले हामीलाई कसरी राम्रो बाटोमा पुर्याउनु निम्ति हो नि हामीले कोसिस नगरेको ट्राई नगरेको मात्र नत्र भने हामी सिकिन्छ हो त्यसरी अनि ज्ञान गरेर यसमा अलि गेपा विस्तृत गर्ने भए त फेरि so थप्के कुछ शक्ति बन्ने अरू अनि यो बुद्ध धर्म संघको पिजोक चेतन भन्ने बुद्धिले रत्न कसरी सम्झिने भन्ने सूत्र छ त्यो मात्रले देशे पाटा जुन तिनीहरु पनि यो बीचमा हालेर अपन मिल्छ त्यहाँ मण्डल चलाउने अरू यहाँ सानो अक्षरमा अब नेपालीमा अनुवाद गरिसकेको हुनाले तपाईहरुले त स्कुल पढेकोले त सबै बुझ्नुहुन्छ मलाई नेपाली त्यति राम्रो पढ्न आउँदैन मैले स्कुल गएकै छैन नि म त त्यस्तै बाटोमा सिकेको स्पिड ल्याङ्ग्वेज भन्छौँ नि बाटोमा चिपेर हिँडेको भाषा अनि अन्तिममा म प्रणिधान गरेर यो सिधाउने यो दिनमा एकचोटि 20-25 मिनट यो गर्नु सक्यो भनेदेखि धेरै राम्रो छ जस्तो लाग्छ है किन बुद्धले नि नसम्झे कारण म चाहिँ महान बुद्धिस्ट हो भन्दाखेरि मान्छेले त्यति मन नपर्दो रहेछ आफ्नो क्षेत्रमा त अब जे गर्छ त्यति राम्रै देखिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा इन्टरनेसनली जस्तो थेरापेदन माया पनि यो चाइनिज जापानिजको जेन बुद्धिस्ट उनीहरूले त जेन बुद्धिस्टले त अलिकति मुख छोड्छ बुद्धिस्ट भन्छ बुद्धको केही पाठ बुझ छैन अनि के फलाना यो लामाले बनाएको भन्छ Tibetan Buddhism is not a Buddhism, it's a Lamism भन्छ लामाले बनाएको धर्मलाई चाहिँ यो बुद्धले खासै उनीहरूले चासो गर्दो रहेछ भन्ने हिसाबले गर्छ उहाँले भने जस्तो चेनिजीले चोक चराउँदो रहेछ गुरु बुझेर चोक चराउँदो रहेछ बुद्धले चोक चराएको पुस्तक मैले तर बुद्धले चोक चराउँदै नचराउने हामी सेतो पर्छ भन्नु नि शिवधन ठोगु आज्ञा शान्ति र क्रोधको सही योग्यता त्यसमा बुद्ध इन्क्लुडिङ हुन्छ तर प्रत्यक्ष रूपमा बुद्धले मात्रै गरेको साधनाहरू हुनु त कन्जुर छ नि सही ठेला त्यो त बुद्ध वचनै पढेको नि हामी कन्जुर पढ्ने 16 ठेला बुम पढ्छ त्यो बुद्धै पढेको नि हामीले बुद्धकै वचन पढेको बुद्धले सम्झेको हो तर जे जति हामी आफ्नो परम्परामा अरूले अलिकति महत्त्व दिएर गरेको जस्तो चाहिँ बुद्धलाई चाहिँ अलिकति भुलेको हो कि के हो अब अलिक बुढाबुढी भएपछि त्यति सम्झिँदैन हो के भुल्दैन हामी अर्कोतिर लाग्छौँ नि लगभग त्यस्तै भएको हो कि के हो Nam diyin tamje shivayin konin hidivana tamje kika nachi madon tupati shive tonin doha dokasyo yamba kawe jita kimwa kulo sambude andishinde teta kunye jimso etaloje Yawadi da tamje rakumo Krishna jime yawa tamje ki Ngowa gata sudu ngabade Dagi gewe sawa kiku ya Sambo jujim rakur mohaigi Samye kuson yewe jilai da Shuni minyu newe jilai da Gedu meze debe
Kunjo Samata Salutiyata Ensati Awa Buddha Naiso Kunjo Samata Namo Namo Kendushi Namo Sushi Namo Buddha